नमस्ते, म सानुपुरी मेरो खेतमा आएको छु। आज मैले चाहिँ फर्सी रोपेको थिएँ मैले के फर्सीको उम्रेन हेर्दै हिँडेको यो उम्रन थालेछ साथी हो फर्सी। किनकि मैले पराल लगाएको थिएँ माटो सुक्छ भनेर कि पराल दिएको थिएँ चारैतिर। माटो धेर सुक्छ कि त जङ्गल निस्किन्छ, मैले पराल हालेको थिएँ तर उम्रिँदैछ। निकै सुक्खा थियो। यहाँ कस्तो भएछ, यहाँ पनि उम्रेछ। यिलो हेर्नु फर्सी उम्रेछ। यी परालले गर्दा पनि अलिक सेप भएन के भयो पनि, गाछ पनि लामखुट्टे भएको छन्। जे नहोस् हुँदैछ। यता पनि रोपेको चाहिँ एक लाइन हो, बाँकी यता पनि छ यी उम्रेका छन् कता कता। बाँकी मकै छन्, मकै क्वालिटीहरू राम्रै भएछ, कालो भएको छ मकैहरू। कता कता उम्रेन नि त, माने नउम्रेको कारण के माटो सुक्खा देखेर छोराले चाहिँ रोपिदिएनछ। मकै रोपेनछन्, सुक्खा छ भनेर रोपिदिएनछन्। त्यता चाहिँ उम्रिँदैन भनेर रोपिदिएनछन्। यहाँ पनि उम्रेको रहेछ सानो, यहाँ पनि उम्रेछ। यहाँ कस्तो छ भने यहाँ देखिएको त छैन, यहाँ चाहिँ देखिएको छैन खै। यहाँ छैन उम्रेको, यहाँ चाहिँ छैन, उम्रिन्छ होला। माटो धेरै सुक्खा थियो। यहाँको के भयो भने यहाँ पनि उम्रिँदैछ। अब पानी पर्छ होला, अब प्लास्टिक पराल हटाइदिनु पर्छ। बाँकी यहाँ डाँडामा के कसो भयो, डाँडामा कतै उम्रेको छ कता उम्रेको छैन। यहाँ हेरौँ, यहाँ के भनौँ, यहाँ पनि उम्रेछ साथी। यहाँ पनि उम्रेछ, यहाँ पनि उम्रेछ। कता कता उम्रेछ कता उम्रेको छैन। यहाँ पनि उम्रेछ सानो, रोपेको थियो अलिक पातला पारेर, तर यहाँ उम्रेछ। कुनै ठुलो भइसक्यो, यहाँ ठुलो भइसक्यो, यहाँ ठुलो भइसक्यो। कुनै भर्खर उम्रिँदैछन्, सँगै रोपेको माल। ल हेर्नु, यो पनि सँगै रोपेको, यो पनि सँगै रोपेको तिनीहरूसँगै। यी भर्खर टुसा छन्। कारण के हो यस्तो? बराबरै पानी भेटेको सबैले पनि, बराबरै पानी भेटेको। यहाँ यत्रो भइसकेको छ, त्यही साइजको। यहाँ पनि भर्खर चिचिला छ। बाँकी यहाँ पनि त्यही सँगै रोपेको, यी ठुलो भइसकेको छ नि। यो ल हेर्नु, काहीँ तीनटा काहीँ दुईटा रोपेपछि यो पनि ठुलो भयो। यो हेर्नु त कत्रो भएको छ सँगै रोपेको वस्तुहरू, सब पानीले गर्दा चाहिँ। यो हेर्नु कत्रो भयो, उता हेर्नु कत्रो भएको छ, उता हेर्नु कत्रो भएको छ। एउटै माल कहीँ सानो छ कहाँ ठुलो छ, के अचम्मैको कुरो। अब यसलाई दबाई मेडिसिन गर्नुपर्छ। जुन ठुलो भयो त्यसलाई अब मेडिसिन गर्छ साथी हो। हेर्नु होला खेतीहरूलाई। फर्सी लगाएको छ अलिअलि, हेरौँ के हुन्छ। ट्राई गरेको फर्सीहरू पनि ट्राई गर्नुपर्छ। उता मकै छन्, यता मकै छ है। हेर्नु, यता मकै रोपेको छु। बाँकी यहाँ फर्सी छन्, मेरो फर्सी सँगै रोपेको। कुनै ठुलो छन्, कुनै सानो छन्। लु हेर्नु, यहाँ तीनटा रोपेको थिएँ मैले, सबमा तीनटा हाल्दा थिएँ। यहाँ छ है, यहाँ छ दुईटा ठुलो। त्यसैको छेउमा एउटा चाहिँ बच्चा छ। ल हेर्नु, त्यसैको छेउमा यो बच्चा छ। अब कारण के हो पनि यो, खै भन्नु सकिँदैन। फर्सीहरू पनि के हो कुनै सानो कुनै ठुलो। अब यसको वरिपरि गोबर छरिदिनु पर्ने छ। यहाँ उम्रेकै छैन, लु हेर्नु, त्यहाँ पनि उम्रेको छैन, यहाँ पनि उम्रेको छैन। ल हेर्नु होला, यहाँ पनि उम्रेको छैन। खोइ यहाँ पनि त रोपेकै पराल हालेको छ। यहाँ केही पनि भनेको छैन, खै टुसा केही निक्लेको छैन। निक्लेको तेह्र चाहिँ मरेछ।
गरमले मरो कि केले मरो पत्ता छैन। ल त साथी हो, अरू देखाउँछु कुनै उम्रिन्छ कुनै उम्रिँदैन, त्यही हो खेती गर्दाखेरि। अब यहाँ हेर्नु, यहाँ छैन उम्रेको, यहाँ उम्रेको चाहिँ सानो, यहाँ छैन खाली छ, यहाँ उम्रेको छ। लु हेर्नु, यी सँगै रोपेको यहाँ हेर्नु, के हो यहाँ हेर्नु। अब यहाँ 4वटा कि 3टा भयो चाहिँ, यहाँ 3टा सँगै रोपेको बस्तु हेर्नु। यहाँ यो कत्रा भएको छ, के हो यहाँ कत्रा भएको छ। तिनीहरू पनि ठुलो भएको छ, त्यता पनि ठुलो भएको छ, उता पनि भएको छ अलिकति, अघि मकैबारी छन् अलिअलि। यस्तै हो खेती, अब दुःख सुख गरेको छ, आफ्नो नभए पनि अरूको गरिदिनु पर्यो, आफूलाई काम चल्छ कि।